मिठो खसीको मासु बनामै मेरो घरमा चाहिँ प्राय खसी नै पाक्छ, त्यसैले खसीको मात्र रेसिपी लिएर आउँछु। पहिला चाहिँ मैले मसला रेडी बनाएँ, अनि यतातिर चाहिँ यो मासु बसाले जापानको मासु चाहिँ एकदमै बोका बोका गर्न आउँछ। अनि यसरी उमालेपछि बल्ल अलिअलि स्मेल जान्छ। अनि मासुको यो अलिअलि कपाल पोल्छु म। त्यसपछि चाहिँ बनाउन थाल्छु। प्याज चाहिँ अलरेडी काटेर राखिसकेको थिएँ, मासु पनि रेडी गरेर राखिसकेको। अनि यो प्याज अलिअलि रातो भइसकेपछि मजाले यसमा यसलाई सलाउँछु। अनि यसमा चाहिँ नुन एड गर्छु। एकछिन राखिसकेपछि यसको पानीहरू मजाले निस्केको हुन्छ। अनि बेसार अनि आफूले हाल्नुपर्ने मसलाहरू एड गरेर मजाले मिक्स गर्छु। अनि एकछिन 5 मिनट जति छोपिसकेपछि चाहिँ मैले टमाटरको पेस्ट एड गर्छु। अनि फेरि छोपिदिन्छु। टमाटर चाहिँ एकछिन 5 मिनट राखिसकेपछि मजाले पाकिसकेको हुन्छ। अनि यसमा चाहिँ मैले मसला चाहिँ हजुरहरूलाई जति ठिक लाग्छ त्यति हाल्नु होला। कुकरको सिटी बन्द नगरिकन यतिकै एकछिन पकाउँछु मसला। फेरि यसमा पानी एड गर्छु, हजुरलाई जति ठिक लाग्छ त्यति हाल्नु होला। अनि 5-6 सिटी लागिसकेपछि यो चाहिँ मजाले पाकिसक्यो। हेर्दै कस्तो खामखाम भएको। अब यसमा धनिया हालिदिएपछि सुनमा सुगन्ध आइहाल्यो। मासु खानको लागि रेडी भयो। थ्यांक यू फर वाचिङ। बाई, टेक केयर।